तिमीहरूले भन्छौ नि मसँग पैसा छैन, मसँग इन्भेस्ट गर्नलाई थोरै एमाउन्ट छ, मैले कसरी इन्भेस्ट गर्न सक्छु, मेरो आफ्नो खर्च टरिरहेको छैन। र मलाई पनि यही खयालहरू आएको थियो र मलाई पनि यही सोच आएको थियो सुरुमा जब म स्टक मार्केटहरूको बारेमा बुझिरहेको थिएँ। तर मेरो भ्रम कहिले टुट्यो थाहा? जब मैले आइपिओ 1000 मा अनि नेपाल स्टक एक्सचेन्जबाटै ब्याङ्कहरूको सेयर 200-300 किन्न थाल्यो। सो यो भ्रम चाहिँ कसले फैलाइरहेको छ त? अभियसली सोसाइटी। सो कस्तो हुन्छ भन्दाखेरि मान्छेहरूले जब नबुझिकन पैसा हाल्दो रहेछ नि, त्यहाँबाट चाहिँ मान्छेहरूलाई घाटा हुन सुरु हुँदो रहेछ र त्यसकै कारणले मान्छेहरूले अरूलाई पनि ओहो मेरो त घाटा भयो यसको पनि घाटा नहोस् भन्ने सोचले उनीहरूलाई पनि पहिल्यै डराइदिन्छ कि स्टक मार्केट यस्तो जुवा हो जहाँ चाहिँ पैसा हार्छ मात्रै। यस्तै एउटा सिचुएसन चाहिँ मलाई पनि परेको छ जब एउटा मिडल एज म्यानसँग मैले भेटेको थिएँ र उहाँले चाहिँ पहिले नै स्टक मार्केटमा 2-3 लाख हारिसक्नु भएको रहेछ र सल्युट टु द्याट मेन्टालिटी उहाँले चाहिँ अब चाहिँ म छोड्छु भन्दा पनि अब चाहिँ म सिकेर प्रयास गरेर कमाउँछु भन्नेतिर लाग्नु भएको छ। अनि त्यो सरलाई मैले भेटेँ। अभियसली म त्यतिकै भेट्न त गएको थिइनँ तर सिचुएसन चाहिँ कस्तो भएको थियो भन्दाखेरि म चाहिँ उहाँको दोकानमा सामान किन्न गएको थिएँ र उहाँ चाहिँ युट्युबमा एसएमसी कन्सेप्टहरू बुझिराख्नु भएको रहेछ र ग्राफहरूमा एसएमसी कन्सेप्टहरू कसरी ड्र हुन्छ र कसरी काम गर्छ भनेर सिकिराख्नु भएको रहेछ र मैले एकैपटकमा देख्ने बित्तिकै थाहा पाइहालेँ कि उहाँले के बुझ्न खोजिराख्नु भएको रहेछ भनेर। तर मैले उहाँलाई सोधेँ के तपाईँलाई साँच्चीकै लाग्छ कि नेप्सेमा पनि एसएमसी कन्सेप्ट प्रयोग हुन्छ र हामीले प्राइस एक्सनको हेल्पबाट नेप्सेमा कमाउन सकिन्छ र सर भनेर सोधेको र उहाँले के भन्नुभयो भन्दाखेरि भाइ मलाई त पहिला सुरुमा क्यान्डल स्टिकै हेर्न आउँदैन भनेर। अनि मैले सोचेँ तपाईँले क्यान्डल स्टिक चार्टहरू नै हेर्न आउँदैन भने एसएमसी कन्सेप्टहरू बुझेर चाहिँ के बुझिराख्नु भएको छ भनेर सोद्धाखेरि चाहिँ उहाँले भन्नुभयो खै उसले त पार्ट 1 र पार्ट 2 भनेर सिकाइरहेको छ मैले पनि काम लाग्छ भनेर हेरिराखेको छु। सो मैले उहाँलाई के भने भन्दाखेरि सुरुमा दाइ तपाईँ नेपालमा कति थरीको स्टकहरू हुन्छ र स्टक मात्रै छोडेर स्टक बाहेक अरू कुन कुन अप्सन हुन्छ कि तपाईँलाई सेफ साइड होस्, किन भन्दाखेरि अभियसली एउटा बच्चा जसले चाहिँ भर्खर 12 पास गरेको छ उसको रिस्क एपिटाइट र एउटा बिहा गरिसकेको छोराछोरी हुर्काउँदै गर्ने रिस्क एपिटाइट फरक हुन्छ। सो मैले उहाँलाई के भने भन्दाखेरि पहिला सुरुमा दाइ तपाईँ इक्विटी छोडेर अरू नेपालमा कुन अप्सनहरू छ त्यो अप्सनहरूतिर बुझ्नु राम्रोसँग र उनीहरूले कति कति रिटर्न दिइरहेको छ र इक्विटीमा तपाईँले त्यति रिटर्न निकाल्न सक्नु भएको छैन भने त्यहाँतिर किन जानुहुन्छ जब कि तपाईँलाई थाहा नै छ त्यहाँ घाटै हुन्छ। अभियसली हो स्किल भन्ने कुरा सिक्नुपर्छ तर तपाईँले त्यहाँ सिक्दै पनि गर्दा गर्दै पनि आफ्नो राम्रो रिटर्न घाटा नखाइकन निकाल्न सक्नुहुन्छ भने त्यहाँ सिक्दै गर्नु र नेपालमा अरू अप्सनहरू छन् स्टक एक्सचेन्जमा त्यहाँतिर लाग्नु न यानि कि म्युचुअल फन्ड डिभेन्चरहरूतिर बोन्डहरूतिर लाग्नुहोस्। सो उहाँले चाहिँ के भन्नुभयो भन्दाखेरि भाइ तिम्रो कुरा त ठिक लाग्यो मलाई चाहिँ अहिलेसम्म के लागेको थियो भन्दाखेरि बाई सेल मात्रै गर्दाखेरि पुग्छ भनेर र अरू अप्सनहरू पनि छ र भनेर सोध्नुभयो र मैले उहाँलाई हल्का फुल्का बुझाइदिएँ कि यस्तो यस्तो अप्सनहरू पनि छ र आइपिओ भर्नुभयो भने तपाईँले राम्रो रिटर्न पाउँछ र म्युचुअल फन्डहरू थ्रुमा तपाईँले एसआइपी अनुसार पैसाहरू इन्भेस्ट गर्न सक्नुहुन्छ। सो धेरै जस्तो मान्छेहरूले मलाई उनीहरूले सेयर चलाउन थाल्यो भने मलाई आएर सोध्ने क्वेसन एउटा मात्रै हुन्छ भाइ कुन स्टक किनौँ? मैले बुझे अनुसार चाहिँ स्टक मार्केट एउटा यस्तो ठाउँ हो कि जहाँ चाहिँ तपाईँले जति नै कोसिस गर्नु मान्छेहरूलाई कहिले पनि सिकाउन सक्नु हुँदैन। किन भन्दाखेरि यो ठाउँ यस्तो हो कि तपाईँले सेम एज साइकल चला जस्तै हो। तपाईँले भन्न सक्नुहुन्छ यसरी चलाऊ, यसरी ब्रेक लगाऊ, यसरी कुदाऊ तर त्यो ब्यालेन्स हुन्छ नि जुन साइकलमा त्यो तपाईँले नै क्रिएट गर्नुपर्छ र त्यसको लागि के चाहिन्छ अभियसली एक्सपिरियन्स। र त्यो दाइले पनि मलाई भन्नुभएको थियो कि कोभिडको 3200मा गएर भयोभरको पैसा डुबाएर बसेको छु भनेर भन्नुभएको थियो र मैले उहाँलाई सोधेँ ओके तपाईँले डुबाउनु भयो तर कसरी कहिले सोच्नु भएको छ र उहाँले भन्नुभयो मेरो एउटा साथी थियो उसले चाहिँ पहिले पैसा हालिसकेको थियो र उसले कमाउन थालेको देखेर मैले त्यही बेला पनि पैसा हालिदिएँ हो। र स्टक मार्केटमा मोस्ट अफ द मान्छेहरूले गल्ती गर्ने यही नै हो। किन भन्दाखेरि मान्छेहरूले फेयर अफ मिसिङ आउटको चक्करमा गएर लास्टमा गएर पैसा हाल्दा हुन्छ अनि त्यो लास्टमा किनेको स्टक जहिले पनि महँगो हुन्छ र त्यो कुन बेला क्र्यास भएर झरेर आधा भन्दा पनि तल मूल्यमा 1 महिनामै आइसकेको हुन्छ। सो यो कस्तो हुन्छ भन्दाखेरि जस्तै कोभिडको बेलामा बुल मार्केट सुरु हुनुभन्दा अगाडि जब मार्केट एकदम उडिसकेको थिएन र अहिलेकै कुरा गर्दाखेरि पनि अस्ति नै जब 1800 को बेला थियो त्यो बेलामा कति मान्छेहरूले किन्दा पनि किनेको थिएन होला सायद। मैले पनि लास्ट टाइम हजुरले युट्युबमा हेर्न सक्नुहुन्छ कि
कुमारी ब्याङ्कलाई 130 मा किन्नु भनेर सजेस्ट गरेको थिएँ र अहिले कुमारी 200 पुगिसकेको छ र अब मान्छेहरूले इन्भेस्ट गर्न थालेको छ र मोस्ट अफ द मान्छेहरू यही 200 215 220 मा गएर सेयरहरू किनेको हुन्छ र कहिले पनि फेयर भ्यालुमा किनेकै हुँदैन सेयर र त्यो जब माथि गएको बेलामा किनेको हुन्छ नि त्यो बेलामा मोस्ट अफ द मान्छेहरूले अरूको देखा सुनेको कारणले किनेको हुन्छ किन भन्दाखेरि स्टक मार्केटमा मान्छेहरूले दुई तरिकाले पैसा हाल्छ पहिलो रहेको छ एक्सपिरियन्स ट्रेडरहरू जसले चाहिँ घाटा खाइसकेको हुन्छ र उनीहरूले कस्तो हुन्छ भन्दाखेरि पहिले नै इन्भेस्ट गरेर बसेको हुन्छ लोमा गएर र उनीहरूले मार्केट माथि जाने बित्तिकै सुरुमै बेचिदिन्छ र त्यो बेच्ने भनेको कसलाई त नयाँ इन्भेस्टरहरूलाई जो चाहिँ भर्खर भर्खर स्टक मार्केटमा आएर बुझ्न कोसिस गरिरहेको हुन्छ उनीहरूले सेयर त किन्छ पुरानो इन्भेस्टरहरूसँग र एक दुई दिन बढ्छ भने त्यो सेयर अनि उनीहरूलाई के लाग्छ उफु यसले त पैसा दिँदो रहेछ यार भनेर अनि सबै पैसा हालिदिन्छ र 2-3 दिनमा मार्केट क्र्यास हुन्छ किन भन्दाखेरि त्यो पहिले नै हाई भ्यालुमा स्टक सेल भइरहेको हुन्छ र लास्टमा सबैले महँगोमा सेयर बेच्न खोजेको कारणले सप्लाई धेरै आएर त्यो मार्केटै क्र्यास हुन्छ सो यो कुरा चाहिँ बुझ्नु कि इन्भेस्टिङ इज नट एबाउट हाउ मच मनी यु मेक इट एबाउट हाउ स्मार्टली यु प्ले इट सो आफ्नो पैसालाई एकदमै ध्यान दिएर इन्भेस्ट गर्नु होला किन भन्दाखेरि यो स्टक मार्केटमा मान्छेहरूले दिनदिनै लाखौँ गुमाइरहेको हुन्छ किन भन्दाखेरि उनीहरूले सोचिरहेको हुन्छ नि भोलि स्टक बढ्छ तर उनीहरूलाई सोध्यो भने कि तैँले यो बेला किन किनिस् भन्यो भने उनीहरूलाई रिजनै थाहा हुँदैन सो रिजन थाहा नभइकनै यो स्टक मार्केटको कन्सेप्टै नबुझिकन र ओभर स्मार्ट भएर कहिले पैसा नहाल्नु होला यदि हजुर बिगिनर हुनुहुन्छ भने एसआइपी गर्नु म्युचुअल फन्डहरूमा भर्नु अथवा डिभेन्चरमा गएर पैसा हालिदिनु अथवा यदि तपाईँलाई त्यो पनि गाह्रो लाग्छ भने तपाईँलाई त्यो पनि डर लाग्छ भने फिक्स्ड डिपोजिटमै पैसा हालिदिनु केही फरक पर्दैन हल्का हल्का इन्फ्लेसन सँगसँगै चल्छ तर अन्धाधुन अब चाहिँ म गुमाउँछु भनेर स्टकमा गएर जुन मलाई त्यस सेयरमा पैसा हाल्ने काम चाहिँ नगर्नु इभन त ब्लु चिप कम्पनीहरूमा पनि नहाल्नु होला किन भन्दाखेरि ब्लु चिप कम्पनीहरू पनि बुल मार्केटमा एकदमै माथि गएको हुन्छ र त्यो हाईमा गएर स्टक किन्नु भयो भने एक न एक दिन त्यो क्र्यास हुन्छ किन भन्दाखेरि मार्केट सधैँ माथि पनि जाँदैन र मार्केट सधैँ तल्लो पनि जाँदैन र अहिले पनि यही भइरहेछ कतिपय मान्छेहरूले 3000 2800 गएर अब चाहिँ मार्केट 3200 सम्म जान्छ होला भनेर किनेको हुन्छ तर एकपटक राजा फर्किन लागेको छ भनेर न्युज आइसकेपछि मार्केट यसरी झरेछ कि कोही मान्छेले अत्तो पत्तै पाएको छैन र मोस्ट अफ द मान्छेहरूको एसएल पनि छैन यानि कि स्टप लस र कोही मान्छेहरूलाई त्यो पनि थाहा हुँदैन होला कि स्टप लस के हुन्छ भनेर सो हावादारी कुरामा लाएर अरूको कुरा सुनेर चाहिँ स्पेसली अरूको कुरामा लाएर चाहिँ कहिले पैसा नहाल्नु होला स्टक मार्केटमा यदि तपाईँलाई पैसै हाल्नु छ भने अलवेज डिसिप्लिन इन्भेस्टमेन्ट गर्नु यानि कि हजुर एकदमै लङ टर्मको लागि कुनै पनि राम्रो स्टकमा ब्लु चिप कम्पनी भएको हरेक महिना एकैचोटि पनि होइन हरेक महिना बिस्तारै 5,000 10,000 5,000 जसरी गरेर इन्भेस्ट गर्नु र लमसम एमाउन्टमा आउँदाखेरि तपाईँको त्यो एउटा ठुलो स्टकको पोर्टफोलियो बन्छ र डिभिडेन्ड पनि आउँछ र त्यो डिभिडेन्डको पैसालाई पनि तपाईँले रिइन्भेस्ट गरिदिनु भयो भने बल्ल तपाईँको पछि गएर राम्रो स्टक मार्केटबाट पैसा निक्लिन्छ र एकको दुई हुन्छ भनेर बुल मार्केटको चक्करमा आएर बुल मार्केटको बिचमा पैसा हालेर गुमाउने काम चाहिँ कहिले नगर्नु होला र यही भन्दै म तपाईँहरूको आज फाइनेन्सियल जर्नीमा एक स्टेप अगाडि बढाउनु कोसिस गर्छु स्टक मार्केटको थ्रुबाट र मैले सोचिरहेको थिएँ कि स्टक मार्केटको बारेमा एकपटक भिडियो चाहिँ बनाऊँ भनेर तर त्योभन्दा अगाडि मान्छेहरूलाई कतिपय मिथ हुन्छ र माथि मान्छेहरू इन्स्टाग्रामको जुन यो ल्याभिज लाइफस्टाइलको भिडियोहरू हेरेर स्टक मार्केटमा त रातारात करोडपति बन्छ भनेर सोचेर आइराख्नुहुन्छ र लास्टमा गएर लस भएर जानुहुन्छ त्यही बुझाउनलाई नै मैले यो भिडियो पहिले नै हालेको छु स्टक मार्केट कसरी चलाउने भनेर भिडियो बनाउने भन्दा अगाडि सो नेपालमा बसेर स्टक मार्केटमा पैसा कमाउने अपर्च्युनिटी छ कि छैन र कतिपय मान्छेहरूलाई स्टक मार्केटमा पैसा कमाउन सकिन्छ कि सकिँदैन नेपालमा भनेर अपर्च्युनिटी छ कि छैन भनेर सोचाइरहेको छ र अपर्च्युनिटी छ कि छैन भन्नुभन्दा अगाडि तपाईँलाई तिमीले एक्सन लिन्छौ कि लिँदैनौ भन्ने चाहिँ रियल क्वेसन हो सो यदि लिन्छौ भने चाहिँ बी विथ मी सी यू इन द नेक्स्ट भिडियो किप लर्निङ किप इन्भेस्टिङ जय स्टक मार्केट